वेलकम ब्याक, वेलकम दाजुभाइ, वेलकम फ्याम। ल दुध पोखरीबाट सबैलाई नमस्ते। दुध पोखरीको तल पछाडिको जीवन हाम्रो केटाहरू सबजना अगाडि बढिसकेको छ। अब म नि बिस्तारै लाग्छु। यस्तो फुलहरू फुलेको छ बबाल होइन, यु क्यान सी त। अनि हिजो बेलुका चाहिँ डेन्जरै हिउँ पऱ्यो, एकदम रमाइलो भयो। यी गुराँसहरू फुलिरहेछ पानीको बाए पनि। सही हो। ल गाइज अनि हिजो चाहिँ टोटली रूपमा हिउँ पऱ्यो। अनि त्यही हो, यी गुराँस फुलेको छ यता तलतिर। अनि माथितिर हिउँहरू देख्न सक्नुहुन्छ। अनि एकदम रमाइलो भइरहेको छ होइन। अब चाहिँ हाम्रो चाहिँ दुध पोखरी यात्रा सुरु भयो। के कस्तो हुन्छ म देखाउँदै जान्छु होइन। हाम्रो तर मौसमले चाहिँ अहिले ठिकै साथ दिइरहेको छ बबाल। ल सो अहिले चाहिँ बबाल हिउँ परेको छ माथि दुध पोखरी चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ अहिले यो ठाउँमा आएका छौँ होइन। यस्तो छ केटाहरू लोड भयो, भ्यात्याक्कै गोडबेला कुहिए जस्तो कुहिए। अनि सही हो, एकदम रमाइलो भइरहेको छ होइन। अब चाहिँ हामी यस्तो डाँडाबाट चाहिँ यस्तो जानुपर्छ। ओके ल सही हो। ल बबाल अहिले जस्तो ठाउँमा आइपुगेको छु। दामी छ, यु क्यान सी द भाइब्स। हिउँहरू टोटली भइरहेको छ। हेर्न सलालाई के भयो भाइ, छुमन्तरको बात ए सही हो। यस्तो हिउँ परेको सिनमा हिँड्दैछु, केटाहरू तल आउँदैछ। ल हाम्रो केटाहरूले बाटो बनाउँदैछ, बाटो ल हान्दै केटाहरू डोम 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 मान है। जुत्ता लगाएको मान्छेहरू सर्त अगाडि जाऊँ थोरै। अहिले चाहिँ हामी टक्क लागि दुध पोखरी आउनको लागि नजिक आसपासतिर आइपुगेको छ यो खोलो तरिका। अनि चिल राइडमा यहाँ छु पर हान्छु। अब हामी केही बेरमै नै दुध पोखरी पुग्ने छेडमा आइसकेका छौँ। अहिले 9:30 जति हुँदैछ। यस्तो बबाल भिरहरू छ होइन। यस्तो चट्टानहरू आम्बो सिधै हाँडे खसाउनु त छैन। अब चाहिँ हामी यस्तो भिरको बाटो हिँड्दैछौँ। हाम्रो केटाहरू सबजना यता छ। अनि बबाल सो पानीको छहरा सिर्सिन्छ। दुईजना साथीहरू अहिले हुसुल आयो फाइनल्ली गाइज। यो अहिले चाहिँ हामी दुध पोखरी वहीँनिर आइपुग्न लाग्यौँ। रेडबुल खाँदै यो सही हो। तल लास्टै गाह्रो भयो, लास्टै ठिकै छ। गाह्रो त भयो माउस अहिले त कहीँ हेरेर लाइफमा। हामी चाहिँ यस्तो सिनमा छौँ, म र हाम्रो रुद्र सर यहाँ हुनुहुन्छ। अनि पुरै हिउँले ढाकिरहेको छ। अब चाहिँ हामी दुध पोखरीको करिब आसपास आउनु लागिसक्यौँ। फेदीबाट पनि धेरै माथि आइसक्यौँ, 20-30 मिनटको बाटो। अनि सही हो हाम्रो सरहरू त्यही हो। वे यताको सिन हेर्नुहोस् न। ल पछाडिको सिनहरू चाहिँ यस्तो छ। अब सही हो, केटाहरू लस भइसकेको छ। इनर्जी करिब 10 साढे 10 हुन लागिसकेको छ। हामी चाहिँ वाह हिउँ हेर्नुहोस् गाइज। यो हो नि त लाइन
सयो ल केटाहरू माथि छ माथि जाँदैछ ल केही भन्नु छ के रिभ्यू दिन चाहन्छ सुर्जे भाइ दुध पोखरीलाई सयो ल बिस्तारै जाम पुगिन्छ अवश्य हार चाहिँ कहिले खानुहुन्न जिन्दगीमा ल है सयो यस्तो रमाइलो भयो कि अब हामी चाहिँ प्लान नपर्दै मौसम नपर्दै चाहिँ ट्याकटुक्क माथि गएर काम कुरो सकेर फर्किनु पर्छ के हो भाइ हिउँ चढ्न सकिनस् ढुक्क ढुक्क आई लभ दुध पोखरी गाइज ल फाइनल्ली हेर्नुहोस् गाइज दुध पोखरी पुरै यो बाटो हिँड्दै आएको हामी चट्टला र बवाल होए ल के बवाल के छैन बवाल गाइज यी आएकै मुजी यही उ कटेसी आयो तल माथि त के होइन सही गाइज अब चट्टला र हामी हिँड्नमा चाहिँ केटाहरू चाहिँ लस भएर मलाई थर्काइरहेको छ आएकै अब यहीँ माथि यो छैन यो डाँडो त्यही हो क्या ओए रामे नझुल्न यार के भयो उठ त्यहाँबाट आएकै अब यता जाने हो कि अब यस्तो स्वाट स्वाट लाग्दैन गयो 1 घन्टामा पुगिन्छ 1 घन्टा लाग्दैन कि हिँड न हाम्रो केटाहरू हिमाल चढ्दैछ है अब चिल राइडमा डोरी निकाल्न त अब डेन्जर छ कि हिउँ त अब यस्तो यस्तो यति नझर भाइ चिधै झर्लास् तर 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 केटा तर चार हात खट्टासम्म आयो भाइ ल त तर त केटाहरू केटाहरू बाटो बनाउँदैछ खुट्टा त यत्रो यत्रो गऱ्यो नि यति यतिकै हिँड 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 चढ गाई हिमाल चढ हाम्रो केटाहरू चढ्दैछ हिमाल सही हो चाहिँ दुध पोखरी आउनु लास गरी यस्तो हेर्नु त तल हामी त्यो बाटो आएको डेन्जर छ सही हो ल फाइनली दुध पोखरी आयो तिर्सुल है दुध पोखरीको तिर्सुल हेरु ओए पुरै हिउँ परेर चाहिँ यस्तो भएको छ नआउँदा ऊ त्यस्तो बनाएर बसेको ठाउँ छ प्रुफ छ है सबै ओए ल थ्याङ्क यू गाइज सो मच धेरै धेरै धन्यवाद होइन यहाँसम्म आउन सफल भएन मेरो टिमलाई सफल अनि तपाईँहरूलाई नि धेरै धेरै खुसी लाग्छ धेरै धेरै धन्यवाद रक्षा गर्नु भगवान् है सबैलाई हेर्नु अहिले हामी चाहिँ कति बज्यो अहिले भन्दाखेरि 12:04 भयो हामी चाहिँ आइपुग्यो लगभग 7:40 मा हिँड्यो गाइज 7:40 अनि कति भन्दा आइपुग्यो हामी 7:40 7 8 9 10 11 12 लगभग 5.5 घन्टा लाग्यो है हामीलाई आउनमा तल नागजुबाट के भन्न सक्छस् भाइ दुध पोखरीलाई भन्दैन तँ देखाइदेन एउटा हिउँको टल्ला हानेर टाइममा पनि आछौँ क्या हामी यो ठाउँमा हैन यो टाइममा चाहिँ यो हिउँ परेको बेला चाहिँ हामी कसैलाई पनि सजेसन गर्दैनौँ होइन हामी कस्तो तरिकाले आइपुग्यो मलाई हामीलाई थाहा ले हेर्नु गाई मेरो यस्तो चप्पलको हालतमा यिनीहरू सब जुत्ता छ क्या ल गाइज ल फोटो सट हुन्छ पूजा गरिदिउँ चल्दिहालौँ क्या अब क्या नि हो र यहाँ बसेर ल है फाइनली दुध पोखरी आउन सफल भए वेलकम टु दुध पोखरी 4393 मिटर माथि आइपुगेका छौँ हामी 4393 मिटर यो सिजनमा चाहिँ यस्तो हिउँले ढाकेको छ होइन
बवाल भइरहेको छ हामीलाई चाहिँ लास्टै गाह्रो भयो यी मैले चप्पल र मोजामा आइदिएको छु सो बवाल यु क्यान सी गाइज हाम्रो दिपेश मास्टर यताबाट आउँदै ओए ल है फाइनल्ली दुधपोखरी 5 गाइस ओए